Ini ih, iya nih. Light. यो त क्यामेरा उ पो त भिडियो क्यामेरा हो जस्तै ज्यादा पर्छ त्यसतिर लाइट पनि एउटा छ खजेर मलाई थाहा छ लाइट पनि मसँग छ सबै यो त उ हो के क्यामेरा हो मैले खिचिन अब यस्तो कालो छ अघि त्यो एउटा के भने देखे नि त्यो आउनु त म यहाँ समाति राख्नु यहाँ समाति राख्नु म बत्ती ल्याएर आउँछु लाइट ल्याएर आउँछु यसो गर्दा खिचिन्छ मैले गर्दाखेरि कस्तो राम्रो मोबाइल देखिँदो रहेछ नि त मजाले मैले त्यही कस्तो बिच्छुको अलिकति समय भयो नि जाने थिएँ कि घुमाइ घुमाइ क्यामेरा स्यामेरा लगेर अरू त के हो होइन इ घुमाइ घुमाइ खिच्ने क्यामेरा दिन पायो भने आमाको त्यो यति सालमा आमाको सबैको घुमाइ रेकर्ड रेकर्ड हुन्छ त्यो रेकर्ड हामीले यसरी कोसीमा गएर यसरी हामीले यो यति सालमा चाहिँ मङ्दे गरेको हाम्रो दाजुभाइहरू प्रत्यक्ष रूपले सबै त्यो विदेशमा देशमा विदेशमा सबै सेतो हेर्नु मजाले पाउँथ्यो नि कसले अनि एउटा हाम्रो नन्दले माथि पाहाड गएर सागोमा गएर उसले चाहिँ देखे मजाले भिडियो क्यामेरा लिएर गएको थिएछ कि सबै भाइहरूको जग्गा जमिन घर अब यहाँ बोलेको निस्किन्छ होइन जम्मै पनि बनाइल्याएको छ यो सागो पाटे पुरा चाहिँ दिने हुँदैन तल मेले देवी थान भगेको त्यो गोरु कटेरो सबै खिचेर ल्याएको थियो अनि यो बोलेको सबै आउँछ है बोलेको हो र माथि पाहाडको खिचेर ल्याएको एउटा दिएको थियो छ त्यो छ अनि त्यस्तो चाहिन्छ नि हो भाइ आज अलिकति बिछोक भयो कि के भन्नु छ तुम्बा केही भन्नु छ के भन्नु बोल्नै आउँदैन गरेको भिडियो आँखा चाहिँ त्यस्तो चिम नगर्ने राम्रो थियो भाइ आज नि आज सरलाई केही पठाउनु छ कि त खबर केही मेसेजहरू छ कि दाजुले पठाउनु पर्ने अब पछि पठाउनु पर्ने अति राम्रो थियो त्यस्तो यति सालमा चाहिँ हामीले यो कार्यक्रम सिद्धिएको? यसरी गरेको भनेर हाम्रो इतिहास चाहिँ छ ल भन्नु नि त नि म इन्टरभ्यू लिइरहेको छु तपाईँको लु यो बोलेको उता नि हुन्छ अहिले हेर्नु नि आफै पहिले भन्नु नि के पठाउनु अनि मेसेज मनमा के छ त्यही मन खोलेर दिल खोलेर भन्नु मुटु आउँदैन फुटाएर भन्नु। निकाल्नु पर्यो राम्रो होस् सन्च होस् होइन त्यति नै अब के भन्नु ए सिद्धि हो राम्रो होस् सन्च होस् त्यति नै सुविधा होस् बुढा होस् के भन्छ नपढोस् ठुलो पनि नहोस् सानो सानो राम्रो गरी पढोस् आइपुरा हो आइपुरा होस् बाबु आमाले चिनोस् मानोस् त्यही त हो नि भाइ। भाइ बहिनीले माया गरोस् बाबु आमाले त चिनिरहेछ नि अनि राम्रो गरी मानोस् ए ल त राम्रो पढोस् ज्ञानी होस् अनि पढाइमा ध्यान दियोस् अब त्यस्तो राम्रो ठाउँमा पुगेको छ म पनि सन्तोकै छु छोरा गएर अनि के भन्नु अब कति वर्षको भाइ 50 साल हो दाजु 50 साल हो ए उनीहरू त पुगेछ कतिमा पढ्दैछ उता खै कतिमा पढ्दैछ दाजु यहाँ आउँदाखेरि 9 पास गरेर गएको ए पढ्दैछ उता आउँदाखेरि केटो? कतिमा पढ्दैछ अस्ति सोधे कतिमा पढ्दैछस् नानी भनेको म खै यहाँको 10मा पो भन्यो कि 11मा पो भन्यो कि बिर्सिहालेँ दाजु अब 6 महिना हो कि कति पढ्नु छ मैले 10 पढ्नुलाई ल त्यसो भए अब ठिकै छ त त्यसो भए राख्छु है त मेरो कतिजना ए